हाई एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हामी चाहिँ केही समय अगाडि लुम्बिनी केबल कार घुम्न गएका थियौँ अनि त्यो भिडियोलाई चाहिँ म आज भोइस ओभर गर्दैछु। हामी चाहिँ बुढाबुढी मात्र घुम्न गएका थियौँ अनि बिदाको दिन भएर होला, त्यहाँ चाहिँ अलि धेरै भिड थियो त्यो दिन। अनि मेरो बुढा चाहिँ थोरै भिडियो बनाएर अनि टिकट काट्न जानुभयो। त्यसपछि म चाहिँ बाहिर कुरिराखेँ अनि टिकट काटिसकेपछि हामी फाइनल्ली केबल कार चढ्यौँ। अनि त्यहाँबाट मैले भिडियो बनाउँदै बुटोलको भ्यूहरू हेर्दै गयौँ हामी। अनि केबल कारमा चाहिँ हामी दुईजना बुढाबुढी मात्र थियौँ नि त। अनि एकअर्काको फोटोहरू खिच्ने, भिडियोहरू लिने गरेर गफ गर्दै गयौँ। वरिपरिको दृश्यहरू हेर्दा चाहिँ एकदमै आनन्द मजा आउने के। अनि मेरो बुढाको चाहिँ केबल कार चढेको यो पहिलो अनुभव हो। अनि म चाहिँ योभन्दा पहिला नै चढिसकेको थिएँ, त्यही भएर मलाई चाहिँ रमाइलो लागेको थियो। अनि मेरो बुढालाई चाहिँ पहिलोचोटि चढेको भएर होला डर लाग्यो भन्दै हुनुहुन्थ्यो। अनि दुईवटा हातले समातेर बस्नुभएको थियो कि। अनि म फोटो भिडियोहरू लिँदाखेरि चल्दाखेरि पनि नचलाउ न भनेर भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ झन् बुढालाई जिस्काउँदै भिडियोहरू लिँदै मेमोरीहरू क्याप्चर गरिराखेँ। बुटोलवासीहरूलाई त थाहा नै छ होला लुम्बिनी केबल कार गोलपार्कमा छ भनेर। अनि त्यहाँ चाहिँ हामी गएको थिएनौँ कि, यही नजिकै भए पनि हामी चाहिँ त्यहाँ जाने मौका नै मिलेको थिएन। अनि अहिले चाहिँ हामी समय मिलाएर केबल कार घुम्न गयौँ। हामी चाहिँ बुढाबुढी भए पनि कति धेरै रमाइलो हुन्छ के। हामीलाई चाहिँ अरू साथीको त्यस्तो जरुरतै पर्दैन बुढाबुढी मात्र भयो भने चाहिँ। अनि मैले चाहिँ बुढालाई जिस्काउँदै भिडियोहरू लिँदै थिएँ कि, पछि हेर्दाखेरि रमाइलो हुन्छ नि त। अनि त्यत्तिकैमा हामी केबल कारबाट झऱ्यौँ अनि झरेर माथि चाहिँ माँ कामाख्या मन्दिर रहेछ। अनि माँ कामाख्या मन्दिरको वरिपरि चाहिँ यस्तो थियो। अनि हामी माँ कामाख्या मन्दिरको दर्शन गऱ्यौँ। अनि दर्शन गरिसकेपछि त्योभन्दा तलतिर चाहिँ रेस्टुरेन्टहरू अनि पिङ खेल्ने ठाउँहरू, जिपलाइनहरू रहेछ। अनि हामी त्यहाँ गयौँ अनि एकछिन त्यहाँ पिङहरू खेलेर फेरि टिकटक भिडियोहरू बनाउन थाल्यो। अनि मेरो बुढाले चाहिँ मेरो भिडियो बनाउँदै हुनुहुन्छ। अनि मलाई चाहिँ सधैँ यता हेर उता हेर भन्दै सिकाउनुहुन्छ के। अनि यतातिर नआऊ उतातिर जाऊ भन्दै हुनुहुन्थ्यो। अनि यतातिर आउनु लागेको मान्छेलाई पनि उतातिर जाऊ भनेर उतातिर गएँ। अनि त्यसपछि हामी घुम्यौँ अनि गएर खाजासाजा खायौँ। अनि त्यसपछि हामी फर्क्यौँ। फर्किँदा चाहिँ म पुरा खुसी हुँदै फर्किँदैछु। आजलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई एभ्रिवान।